ओएस नेपाल हेरेर बस्नुहुने सम्पूर्ण तपाईँ दर्शकहरूलाई हार्दिक स्वागत गर्छु। नमस्कार, म हुँ सन्दीप बाबु। हामी यति बेला क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट बोलिरहेका छौँ। आज एकजना यस्तो व्यक्तित्व मेरो साथमा हुनुहुन्छ, तपाईँले देखिरहनु भएको छ र एनआरएन अमेरिकाको वर्तमानको अध्यक्ष मसँग हुनुहुन्छ र उहाँ वर्तमानको अध्यक्ष मात्र होइन, उहाँको यो कार्यकाल अब चाँडो समाप्त हुँदैछ र नयाँ कार्यकालको लागि पनि अध्यक्षको प्रत्याशी भएर दोस्रो पटक चुनाव लड्दै हुनुहुन्छ। एनआरएनको अध्यक्ष फेरि दोस्रो पटक बन्न खोज्दै हुनुहुन्छ। उहाँले धेरै कार्यक्रमहरूमा बोलिसक्नु भएको छ, धेरै अन्तर्वार्ताहरू दिइसक्नु भएको छ, धेरै ठाउँमा गएर सम्बोधन गरिसक्नु भएको छ र उहाँको सोसल मिडियाबाट पनि उहाँले गर्ने कुराहरू बाहिर सार्वजनिक भइसकेका छन्। उहाँले बुदागत रूपमा आफूले यो गर्नेछु सेकेन्ड टर्ममा निर्वाचित भए भने भनेर लेखेर पनि सबैलाई जानकारी गराउनु भएको छ। त्यो बुदाहरू हेर्दा कुनै पनि बुदामा प्रश्न छन् या शङ्का छन् जस्तो मलाई लाग्दैन। तथापि हामी धेरैजना चाहिँ अझै पनि डाक्टर केशव पौडेललाई किन दिने, दोस्रो पटक अध्यक्ष किन बनाउने भन्छौँ। त्यस्तै अर्को पक्ष धेरैजना हुनुहुन्छ, होइन डाक्टर केशव पौडेल दोस्रो पटक पनि चाहिन्छ, उहाँ अध्यक्ष बन्नुपर्छ, उहाँले सुरु गरेका कार्यहरू चाहिँ समाप्तितर्फ लानुपर्छ भन्ने धेरै व्यक्तित्वहरू पनि हुनुहुन्छ। यस्ता विविध विषयहरू उठिरहेका छन्। अहिले सन्दर्भमा धेरै कुराहरू आइरहेका छन्, धेरै विवादका विषयहरू पनि आइरहेका छन्। हामीसँग जति समय छ त्यो समयलाई म सदुपयोग गर्न चाहन्छु र अब ढिलो नगरिकन डाक्टर केशव पौडेललाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। डाक्टर स्वागत छ। नमस्कार, थ्याङ्क यू। आरामै हुनुहुन्छ? हजुर, एकदम ठिक छ। प्रचार प्रसारको लागि अहिले क्यालिफोर्निया हुनुहुन्छ? हजुर। कस्तो भइरहेछ? एकदम राम्रो भइरहेछ। तपाईँहरू जस्तो साथीहरू यहाँ धेरै आउनुभयो, अब आत्मीयता बढ्यो। सबैले ल अब सेकेन्ड टर्मको लागि तपाईँलाई शुभकामना, तपाईँ गर्नुहोस्, हामी छौँ भन्नुभएको छ। त्यो भएको हुनाले आइएम भेरी एक्साइटेड। मलाई एकदम राम्रो भयो जस्तो लागेको छ। अब तपाईँले भनिराख्नु भएको छ, आफ्नो प्रतिबद्धता पनि जारी गरिसक्नुभयो सेकेन्ड टर्मको लागि। तपाईँको उद्देश्य के छन्, योजना के छन्, यसको उत्तर धेरै दिइसक्नुभयो। धेरै पत्रकार साथीहरूले पनि सोधिसक्नुभयो। मात्रै म अलिकति पछाडि फर्किन चाहन्छु। पृथक प्रश्न के गर्न चाहन्छु भने तपाईँले लगभग 2 वर्ष कार्यकाल पुरा गर्दै हुनुहुन्छ। यो 2 वर्ष कार्यकालमा धेरै राम्रा काम गरे भनेर भनिसक्नु भएको छ, सुनि पनि सकियो। आज सरसर्ती फर्केर हेर्दाखेरि तपाईँले आत्मालोचना गर्ने ठाउँ छ कि छैन? यो काम अझै राम्रो तरिकाले गर्न सक्थे भन्ने त्यस्तो कुनै छ कि छैन 2 वर्षमा? होइन, अब हामीले काम गर्दै जाँदाखेरि सिक्दै जाने कुरा हो। मैले जति राम्रा कामहरू गरेका भए पनि ती राम्रा कामहरू गर्ने तरिका चाहिँ अलिकति फरक हुनु पनि सक्थ्यो कि भन्ने लाग्नु स्वाभाविक हो। त्यसैलाई आत्मआलोचना गर्ने हो र अहिले मैले गरेको एक्सपिरियन्सका आधारमा सिकेर नेक्स्ट टाइममा चाहिँ ती किसिमका कामहरूलाई चाहिँ अझै सजिलो किसिमले, अझै सरल किसिमले र सबै जनताहरूले, नेपाली दाजुभाइ दिदीबहिनीहरूले बुझ्ने किसिमले र हामीले चाहिँ मैले अहिलेसम्म बुझेको चाहिँ हामीले जे काम गऱ्यौँ त्यो काम चाहिँ सबै एनआरएन दाजुभाइ दिदीबहिनीहरूलाई बुझाउन सकिएन। त्यो चाहिँ अब आउने टर्ममा चाहिँ मैले जे काम गर्छु त्यसलाई त्यही दिन बुझाउने र दाजुभाइ दिदीबहिनीहरूले ल साँच्चीकै एनआरएनले राम्रो काम गरेछ भन्ने देखाउने भन्ने मैले सोचेको छु। भनेपछि तपाईँले गरेको काम राम्रो हुँदाहुँदै पनि बुझाउन नसक्नु भएको कारणले गर्दाखेरि कतिपयले चाहिँ यहाँलाई दोष जसले लगाउँछन् उसले चाहिँ केशव पौडेलले काम गरेन भनेर भन्ने ठाउँ पाएका त होइनन्। ती मान्छेहरूले कति मान्छेहरू के छन् भने अलिकति नेगेटिभ भाइब लिएर बसेका छन् समाजमा। जुन पनि ठाउँमा चाहिँ 20% मान्छेहरू अलिकति फरक किसिमको र सर्फेसमा आउने किसिमको हुन्छ, तिनीहरूले नै नोइज फैलाउने, राम्रो कुराहरू भन्ने, नराम्रो कुराहरू गर्ने, यो कुरा चाहिँ 20% मान्छेले गरे हुन्छ। 80% चाहिँ कम्युनिटीमा त्यस्ता मान्छेहरू हुन्छन्, उहाँहरूलाई चाहिँ ठिकै छ नि त, भइरहेको छ, अब हामीले किन रियाक्सन गर्नु पऱ्यो भन्ने। अब ती बाँकी रहेका थोरै मान्छेहरूले चाहिँ धेरै रियाक्सन गरेर धेरै मान्छेहरूलाई बुझाउनु खोज्ने किसिमको परिपाटी। र यहाँ चाहिँ के भयो भने अमेरिकामा चाहिँ कसैले राम्रो काम गर्यो कि गरेन भन्ने भन्दा पनि फलानु मान्छे फलानुतिर लागेको छ अथवा ढिस्कानुतिर लागेको छ, यसलाई चाहिँ फलानाको बाट छुटाउनु पऱ्यो अथवा त्यसलाई काम गर्न नदिनु पऱ्यो भन्ने किसिमको एउटा नेगेटिभ भाइब भएको हुनाले त्यसलाई सुधार्न चाहिँ हामीले पर्छ भन्ने मलाई लाग्छ। एनआरएनको प्रेसिडेन्ट भइसकेपछि तपाईँकै भाषामा भन्ने हो भने नेगेटिभ भन्ने जुन 20% छन् अथवा त्योभन्दा कम होलान्,
तिनीहरूको पनि त प्रेसिडेन्ट हुनुहुन्छ नि तपाईँ। उहाँहरूलाई ती व्यक्तिहरूलाई जसले नेगेटिभ कुराहरू गर्छन् अथवा तपाईँलाई रुचाउँदैनन् भोलि दोस्रो कार्यकालमा समेट्न सक्नुहुन्छ? त्यो त ठुलो चुनौती हुन्छ। मैले त्यसैको लागि जहाँ चुनौती छ त्यहाँ चाहिँ अवसरहरू छन्। त्यो भएको हुनाले त्यस्तै जो मान्छेहरू नेगेटिभ हुनुहुन्छ उहाँहरूलाई पनि मैले के भनिरहेको छु भने प्रत्येक पटक आउनुहोस्, यो चाहिँ चुनावको नाममा चाहिँ रिस आवेग झै झगडा यस्तो कुराहरू नगरौँ, पोजिटिभ कुरा गरौँ। तपाईँहरूले पनि राम्रो कुराहरू ल्याउनुहुन्छ भने तपाईँहरूले दिएको आलोचना अथवा तपाईँहरूले दिएको क्रिटिसिजमलाई चाहिँ म एकदम पोजिटिभ लिन चाहन्छु। त्यही भएर मैले धेरै पटक भनेको छु, मलाई चम्चा मात्रै होइन काँटा पनि दिनुहोस्, आलोचना पनि दिनुहोस्, क्रिटिसिजम पनि दिनुहोस्, सपोर्ट मात्रै होइन। तपाईँले सपोर्ट गर्नुभयो भने मैले जे गरेँ त्यो मात्रै चाहिँ नि होरैछ गरेँ भने जस्तो देखिन्छ। तर तपाईँहरू जस्तै धेरै साथीहरू हजार साथीहरूले चाहिँ मलाई क्रिटिसिजम दिनुभयो, नयाँ योजनाहरू दिनुभयो भने त्यसबाट मैले पनि सिक्ने अवसर पनि पाउँछु र संस्थालाई राम्रो दिशामा लानको लागि तपाईँहरू जस्तै साथीहरूको चाहिँ आइडिया पनि यसमा इन्कर्पोरेट गर्न सकिन्छ। त्यो भएको हुनाले ती 20% साथीहरू जो नेगेटिभ भाइबमा हुनुहुन्छ उहाँहरूलाई पनि पोजिटिभ गराउने दिशामा म लागेको छु र मैले उहाँहरूलाई दोष दिन्न। किनभने हाम्रो कल्चर, हामी कसरी नेपालबाट आयौँ र हामी यहाँ कसरी एडजस्ट हुँदैछौँ ती कुराहरूले चाहिँ धेरै फरक परेका हुन्। बिस्तारै ती साथीहरू जो नेगेटिभ हुनुहुन्छ उहाँहरूले पनि एक समयमा आएर के बुझ्नुहुन्छ भने आखिर केशव पौडेलले जतिसुकै हामीले क्रिटिसिजम गरे पनि उसले चाहिँ नि वास्तवमा एनआरएन अमेरिकालाई राम्रै गराउन खोजेको रहेछ, हामीले चाहिँ अब रियलाइज गऱ्यौँ भन्ने किसिमको साथीहरू धेरै आइसक्नु भएको छ। र आउने दिनहरूमा अब 2 वर्षमा त्यो चाहिँ नि नम्बर चाहिँ एकदमै कम हुन्छ भन्ने मलाई लागेको छ र आइ एम ट्राइङ फर दिस एन्ड आई विल डु माई बेस्ट टु मिनिमाइज द्याट नम्बर। ओके, अब जस्तो डाक्टर केशव पौडेलको जुन 2 वर्षीय कार्यकाल अब समाप्तिको अन्त्यतिर छ, पहिलो कार्यकाल, यो कार्यकाललाई सरसर्ती हेर्दाखेरि अहिले अध्यक्षमा लड्ने प्रत्याशीहरू धेरै जसो उपाध्यक्ष हुनुहुन्छ होइन? हजुर। अब डाक्टर केशव पौडेलले राम्रो गरेको भएर त्यसलाई कन्टिन्युटी दिउँ भनेर धेरै उपाध्यक्षहरू आउनुभएको हो कि डाक्टर केशव पौडेलले भने जस्तो राम्रो गर्न नसकेको हुनाले हामी चाहिँ प्रेसिडेन्ट बन्नुपर्छ भनेर उहाँहरू आउनुभएको हो कि के बुझ्नु भएको छ? उहाँहरूसँग कुरा भएको छ त? एकदमै धेरै कुरा भएको छ। हामी 2 वर्षसम्म दिनदिनै सँगै काम गऱ्यौँ र ती साथीहरू जो चाहिँ नि उपाध्यक्षबाट अध्यक्ष हुन खोज्नु भएको छ अथवा सल्लाहकारबाट अध्यक्ष हुन खोज्नु भएको छ ती साथीहरू सबै मसँग काम गरेका साथीहरू। मैले पहिला पनि भनेको थिएँ म अध्यक्षको रूपमा उहाँहरूलाई मैले गरेका कामहरूबाट उहाँहरूले सिक्नुभयो र उहाँहरूलाई के कन्फिडेन्स डेभलप भयो भने म पनि अब केशव पौडेल जति नै काम गर्न सक्छु। त्यो चाहिँ दिस इज वाट कल्ड इज मेन्टरसिप। मैले उहाँहरूलाई कति मेन्टर गर्न सकेँ त्यसै कारणले उहाँहरूले एकदमै राम्रो लिडरसिप डेभलप गर्नुभयो र उहाँहरू अलमोस्ट मेरै लेभलमा आइसक्नु भएको छ र मसँग काम गरेका साथीहरू मसँग कम्पिटिसनमा आउनु भनेको मेरो लागि चाहिँ गौरवको कुरा हो। पोजिटिभ वेबाट तपाईँले लिड गर्नुभएको बाटोलाई फलो गर्दै हुनुहुन्छ भनेर तपाईँ भन्दै हुनुहुन्छ। त्यति भन्दै पनि यदि त्यस्तो हुन्थ्यो भने उहाँहरूलाई कन्भिन्स गरेर निर्विरोध चाहिँ तपाईँ किन आउन सक्नु भएन? होइन, निर्विरोधको सम्भावना कहिले पनि टुट्दैन। हेर्नुहोस्, चुनाव हो, हामी प्रजातान्त्रिक परिपाटीमा छौँ, अमेरिका जस्तो डेमोक्रेटिक देशमा छौँ। प्रयास जहिलेसम्म पनि हुनसक्छ, तर के का लागि प्रयास गर्ने त? प्रजातान्त्रिक परिपाटी बाइपास गर्नलाई प्रयास गर्ने अथवा वास्तवमै सहमति मिलाउनको लागि प्रयास गर्ने अथवा ती साथीहरूलाई समेट्नको लागि प्रयास गर्ने, ती सबै किसिमको प्रयासहरू मैले चाहिँ गरेको छु। तर अब इनकेस समस्या मतलब हामी सहमत हुन सकिएन भने पनि प्रक्रियामा जान सकिन्छ। ती साथीहरूलाई पनि आफ्नो कुराहरू भनेर उहाँहरूले मैले भन्दा अझै राम्रो गर्न सक्नुभयो भने उहाँहरूले पनि चुनाव जित्न सक्नुहुन्छ र चुनाव जित्नुभयो भने उहाँहरूलाई मैले सबभन्दा पहिला फुलमा लगाउने मै हुन्छु। किनभने प्रजातान्त्रिक परिपाटी, प्रजातान्त्रिक अभ्यास र फ्री कन्ट्रीमा हामी बसेका छौँ। तपाईँ यस्तो भन्दै हुनुहुन्छ अहिले हाम्रो यो अन्तर्वार्तामा होइन, तर भनौँ अब म तपाईँकै भाषा भन्दाखेरि ती 20% जो छन् उनले चाहिँ के भन्छन् भने केशव पौडेल हार स्वीकार्न सक्दैनन्, बाठो छन्, जे गरेर भए पनि चुनाव जित्छन् भनेर भन्छन्। यो जे गरेर भनेको अर्थ चाहिँ के होला? के मलाई त्यो थाहा छैन। मैले जे गरेर भन्ने कुरै छैन। हेर्नुहोस्, प्रजातान्त्रिक परिपाटीमा चुनावी निष्पक्ष चुनाव हुँदाखेरि जे हुन्छ त्यसको परिणामलाई हामी सबै प्रजातन्त्रमा विश्वास गर्ने साथीहरूले मान्नुपर्छ र केशव पौडेलले चुनाव हार्दैमा आकाश खस्दैन र जित्दैमा पनि हामी चन्द्रमामा पुगिने होइन। यो भएको हुनाले यो नर्मल प्रक्रिया हो। यो प्रश्न मलाई अन्तिममा सोध्न मन लागेको थियो, तर अहिले प्रसङ्ग आयो त्यसैले सोध्छु। अब जस्तो एउटा कार्यकाल त्यसरी अगाडि ल्याइसक्नु भएको एकजना व्यक्तित्व अब दोस्रो कार्यकालको लागि लड्दै हुनुहुन्छ आफ्नो एजेन्डाहरू सहित,
यति बेला तपाईँलाई पराजित हुनु पर्यो, जो नहोला, मेरो पनि शुभकामना छ तपाईँलाई, हुनु पर्यो भने तपाईँ भन्दै हुनुहुन्छ म स्वीकार्न तयार छु, त्यो भनाइ मात्रै हो कि त्यसपछिको तपाईँको भूमिका के हुन्छ त्यसबारेमा सोच्नु पनि भएको छ कि सोच्नु पनि? एकदमै सोचेको छु। म चाहिँ एनआरएनमा दिन जाने हो, मैले केही लिउँला भनेर आश गरेको छैन। त्यही भएर म दिन जानको लागि म चुनाव लडेर जिते पनि हारे पनि चुनावमा भाग लिए पनि एनआरएनमा रहे पनि नरहे पनि मैले दिने हो। तर चुनावी प्रक्रियामा जे हुन्छ त्यसबाट आएको नतिजापछि फेरि मेरो हैसियतका आधारमा मैले एनआरएनमा कहाँ उपयोगी हुन सक्छु अथवा समाजमा कसरी समाजमा चाहिँ समाज परिवर्तनको वाहक हुन सक्छु, मेरो प्रयास कन्टिन्युअस रूपमा रहिरहनेछ। र यो आजको तपाईँको इन्टरभ्यूमा सम्पूर्ण एनआरएन दाजुभाइ दिदीबहिनीहरूलाई त्यो कुरो आश्वस्त गर्न चाहन्छु। म चुनावमा चाहिँ हारेका कारणले अदालत जाने, मुद्दा मामिला गर्ने अथवा एनआरएनमा गएको कारणले मैले केही पाउनका लागि नगरेको हुनाले दिनका लागि जाँदा चुनावमा हार्दै पनि मैले फेरि दिन सक्छु। त्यो भएको हुनाले आइ एम भेरी कन्फिडेन्ट तपाईँहरूले मलाई जिताउनुहुनेछ। जिताउनु भएन भने पनि आई विल एक्सेप्ट वाट एभर इट इज। यसो हेर्दाखेरि तपाईँ जित्छु नै भन्ने कुरामा धेरै विश्वस्त हुनुहुन्छ? होइन, चुनावमा उठेपछि जित्छु नै भन्ने स्वाभाविक कुरा हो, तर त्यसबाट आउने परिणाम जे आए पनि स्वीकार्न तयार हुनु। अब धेरै राम्रा कुराहरू तपाईँको धेरै अन्तर्वार्तामा हेरिसकेका छौँ, तपाईँ जहाँ जानुहुन्छ त्यो कुराहरू आउँछन्, त्यसैले म अलिकति विवादित कुराहरूलाई उठाइरहेको छु। फेरि त्यही 20%कै कुरा गरौँ तपाईँको भाषामा। उनीहरूले के पनि भन्यो भने डाक्टर केशव पौडेल आइसिसीमा जाँदाखेरि राम्रो पद नपाउने अवस्था हुन्छ क्या हो, त्यस कारणले राजनीति गर्नको लागि फेरि यो एनसीसीको चाहिँ दोस्रो कार्यकालमा आउन लागेको हो भन्ने कुराहरू सुरुका दिनमा उठेका थिए। यो कुरामा चाहिँ कतिको सत्यता थियो थिएन? त्यो त अब भन्ने मान्छेहरूलाई मैले मुख थुन्न सक्दिनँ। मैले एनआरएन अमेरिकाकै चुनावमा लड्ने भनेर डिसिजन गरिसकेपछि मैले आइसिसीको बारेमा सोचिराख्नु पर्दैन। र यदि केशव पौडेलले आइसिसीमा जान चाहन्छ भने जहिले पनि बाटो खुल्ला छ। र चाहेको भए एनआरएन अमेरिका जस्तो यस्तो स्ट्रङ देशबाट अध्यक्ष भएर सफलतापूर्वक सम्पन्न गरिसकेको मान्छेलाई आइसिसीमा कुनै रोकथोक पनि हुँदैन, थुनछेक पनि हुँदैन। र संसारभरिका 75वटै एनआरएन एनसीसीका साथीहरूले मसँग कम्युनिकेसन गर्नुभएको छ र उहाँहरूले के रूपमा हामी सहयोग गर्नुपर्छ, हामी तँलाई सहयोग गर्न तयार छौँ, तपाईँ तयार मात्रै हुनुहोस् भनेर मलाई भन्नुभएको छ। त्यो भएको हुनाले मलाई एनआरएन आइसिसीमा अध्यक्ष पद बाहेक अरू सबै पदमा उठ्ने अहिले पनि राइट छ र उठ्न सक्छु। र मलाई कन्फिडेन्ट यति छ कि कन्फिडेन्स यति छ कि मैले उठेँ भने आई विल बी एबल टु विन भन्ने कुरामा म कन्फिडेन्स छु र आई क्यान डु द्याट एनी टाइम। अब अहिले तत्कालीन अवस्थामा देखिएको विवादको विषय भनेको यो जुन निर्वाचन समितिले नामावली प्रकाशित गरिसक्यो होइन उम्मेदवारहरूको, हजुर, कतिपय उम्मेदवारहरूको नाम नआएको, त्यसमा अलिकति निषेधको राजनीति भएको भन्ने किसिमको विभिन्न समाचारहरू आइरहेका छन् होइन। वर्तमान कार्य समितिले कतै न कतै केही भूमिका खेलेको हुनुपर्छ, हस्तक्षेप गरेको हुनुपर्छ, त्यसको प्रभाव हुनुपर्छ भन्ने प्रश्नहरू पनि उठिरहेका छन्। यो खास के भइरहेछ, किन त्यस्तो? होइन, त्यो चाहिँ एउटा मान्छेहरूले नबुझिकन अहिले मैले भाषणका क्रममा पनि भने अमेरिका जस्तो समृद्ध सोसाइटीमा बसेर हामीले प्रोसेस पनि नबुझ्ने, त्यसको इम्प्लिकेसन पनि नबुझ्ने, र्यामिफिकेसन पनि नबुझ्ने हो भने हामीले जे गरे पनि हुन्छ। हामी उत्तरदायी हुनु पऱ्यो, आफूले गरेको कुरामा अकाउन्टेबल रेस्पोन्सिबल नागरिक हुने हो भने हामीले चाहिँ यो कुरा सजिलै बुझ्छौँ। किनभने एनआरएन अमेरिकाका 3टा अहिले पार्टहरू छन्। एउटा एनआरएन अमेरिकाको एक्जिक्युटिभ बडी छ, त्यसको चाहिँ कार्यकाल मे 31 सकिसकेको छ र अहिले चाहिँ हामी एउटा काम चलाउ कार्य समितिको रूपमा काम गरिरहेका छौँ। र दोस्रो कुरा चाहिँ जुडिसियल कमिटी भन्ने छ, त्यो पनि इन्डिपेन्डेन्ट हो। र तेस्रो कुरा चाहिँ निर्वाचन समिति हो। ती 3टा कुराहरूले आफ्नो आफ्नो काम गर्ने हो। अब अहिले जुडिसियल कमिटी र एक्जिक्युटिभ कमिटी चाहिँ लगभग इनएक्टिभ स्थितिमा, किनभने हाम्रो पदावधि सकिएर काम चलाउको रूपमा मात्रै छौँ। र अब अहिले एक्टिभ भनेको निर्वाचन समिति मात्रै हो। निर्वाचन समितिले एनआरएन अमेरिकाको भेरिफिकेसन कमिटीले दिएको लिस्ट अनुसार निर्वाचन गराउने हो। र उहाँहरूको भेरिफिकेसन कमिटीले के लिस्ट दियो त्यो पनि उम्मेदवार भएका कारणले उम्मेदवार भएका साथीहरूले नहेर्ने भनेर हामीले त्यसमा हेरेकै छैन। जुन कुरा चाहिँ एनआरएन अमेरिकाको महासचिव चाहिँ चेयरपर्सन हुनुहुन्थ्यो भेरिफिकेसन कमिटीको, र
5जना साथीहरू बसेर नेसनल भेरिफिकेसन कमिटीले फाइनल गरेको नामलाई चाहिँ निर्वाचन आयोगमा पठाइएको हो। त्यसमा एक्जिक्युटिभ कमिटी कुनै हात पनि छैन, इन्फ्लुएन्स गर्ने अधिकार पनि छैन, कुनै एउटा अप्सन पनि छैन। र अब अहिले निर्वाचन आयोगमा गइसकेपछि यो सबै जिम्मा निर्वाचन आयोगको हो। वन्दिता शर्मा हुनुहुन्छ, उहाँको चेयरम्यानसिपमा अरू 3जना साथीहरू बसेर निर्वाचन समिति छ। उहाँहरूले जे गर्नुहुन्छ त्यो उहाँहरूकै दायित्व, उहाँकै रेस्पोन्सिबिलिटी र उहाँहरू नै एकाउन्टेबल हुनुपर्छ। यसमा एनआरएन अमेरिकाले कुनै एउटा दबाब पनि सिर्जना गरेको छैन, उहाँहरूसँग औपचारिक कम्युनिकेसन पनि भएको छैन। तर आज चाहिँ हामीले एनआरएन अमेरिकाको मिटिङ बसेर यही तपाईँले भनेको कुरा चाहिँ धेरै ठाउँमा सुनियो र साथीहरूले कति साथीहरूले चाहिँ हाम्रो नाम आएन, हामीले चाहिँ नि हाम्रो नाम हुँदाहुँदै चाहिँ चुनावमा भाग लिन पाइएन भनेर भनेको हुनाले हामीले पनि रिभ्यू गरेँ। हाम्रै बोर्डभित्रका 3जना साथीहरूको चाहिँ चुनावमा मतदाता नामावली के अरे उम्मेदवारको लिस्टमा नाम छैन। अब बोर्डकै साथीहरूलाई मैले हटाएर चाहिँ नि उहाँहरूलाई वञ्चित गराउँछु मैले गर्ने भए गर्दिनँ नि। उहाँहरू मेरो अनन्य मित्रहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ। त्यस्तै अरू थुप्रै चाहिँ नि हाम्रो चाहिँ नि लाइफ मेम्बरहरू अथवा जनरल मेम्बरहरू पनि छुट्नु भएको रहेछ, उहाँहरूको पनि चाहिँ एप्रुभ भएन भनेर आएको छ। त्यसका लागि एनआरएन अमेरिकाको आज बिहान आकस्मिक बैठक बसेर हामीले चाहिँ निर्वाचन आयोगलाई के अनुरोध गरेका छौँ भने तपाईँहरूले जे जतिसम्म लचक हुन सक्नुहुन्छ बाइलज, अमेरिकाको एनआरएन एनसिसीको बाइलज र आइसिसीको बाइलजको परिधिमा रहेर कानुनभित्र रहेर कसरी चाहिँ यो छुटेका साथीहरूलाई समावेश गर्न सकिन्छ, सबै साथीहरूलाई समावेश गराउनेतिर तपाईँहरूले सोचिदिनु होला, यसलाई पोजिटिभली हेरिदिनु होला भनेर हामीले रिक्वेस्ट गरेका छौँ। भनेपछि त्यस्तो निषेधको राजनीति छैन, हामी त्यस्तो गर्न चाहँदैनौँ। यो समाज सेवा गर्न जाने हो, दिन जाने ठाउँमा दिन आउन खोज्ने मान्छेहरूलाई निषेध गर्नु पाप हो। ओके, धेरै विवादका कुराहरू गऱ्यौँ। डाक्टर केशव पौडेलले जुन सार्वजनिक गर्नुभएको बुदाहरू छ, नयाँ कार्य समितिमा नयाँ कार्यकालको लागि निर्वाचित भयो भने यो कुराहरू पुरा गर्छ भनेर लामा छन्, सबै हेर्दा सरस्वती राम्रा छन्। तर त्यसलाई प्राथमिकताको आधारमा भन्नुपर्दा 5वटा मुख्य कुरा तपाईँ फेरि निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ? मात्र 5वटा छान्नु पर्यो 15वटामा। हो, सबभन्दा पहिला त मैले त्यहाँ उसमै लेखेको छु, एनआरएन अमेरिकालाई सबभन्दा ठुलो स्ट्रङ र चाहिँ यसलाई सिस्टममा हिँडाउने, त्यो कुरा चाहिँ पहिलो प्राथमिकता साङ्गठनिक डेभलपमेन्ट, ग्रोथ एन्ड डेभलपमेन्ट हुन्छ। यो भन्न खोज्नु भएको कि सिस्टममा अहिले छैन? अहिले छ, अझै यसलाई स्ट्रङ बनाउनु पऱ्यो, अझै राम्रो सिस्टम बनाउनु। मैले जहिले पनि स्वीकार गरेको कुरा हो, एनआरएन अमेरिका म आउँदाखेरि सिस्टममा थिएन, यसलाई चाहिँ हामीले सिस्टम बनाउने कोसिस गऱ्यौँ। यो चाहिँ 70% सिस्टममा आइसक्यो होला, यसलाई चाहिँ 100%तिर बनाउन हाम्रो लक्ष्य हो र हामी गर्छौँ। नम्बर 2 चाहिँ अब हामीले के भनेका छौँ भने एनआरएन अमेरिकाको विभिन्न हामीले कामहरू गरेका छौँ। नागरिकता सम्बन्धी मुद्दाको कुरा अघि मैले भनिसकेँ, यो चाहिँ लगभग समाप्त हुने अवस्थामा छ यो मुद्दा। अब यसलाई चाहिँ नि कानुनमा ल्याउनका लागि एनआरएन अमेरिकाको अग्रणी भूमिका हुन्छ र मैले चाहिँ नि अध्यक्ष हुँदाखेरि फर्स्ट प्रायोरिटीमा राखेर त्यसलाई काम इम्प्लिमेन्ट। नम्बर 3 चाहिँ तपाईँको यो डुअल ट्याक्सेसन कुरालाई हामीले नेपालमा मन्त्रालय स्तरमा पुर्याइसकेका छौँ। अब त्यसलाई चाहिँ नि अमेरिका सरकार अमेरिकाको मिनिस्ट्रीसम्म ल्याएर त्यसलाई चाहिँ कन्क्लुजन लाने तेस्रो कुरा हो। चौथो कुरा भनेको चाहिँ नेपालमा के अरे अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूको 50वटै स्टेटमा कम्युनिटी सेन्टर बनाउनका लागि सहयोग गर्ने, जहाँ सुरु भएका छन् त्यहाँ सहयोग गर्ने, नभएका ठाउँमा इनिसिएटिभ लिएर एनआरएन अमेरिकाले कमसेकम आउने 2 वर्षमा कतिवटा सकिन्छ कम्युनिटी सेन्टरको लागि काम सुरुवात गर्ने। नम्बर 5 भनेर भन्दाखेरि चाहिँ हामीले अमेरिकामा बसेका जो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुन्छ, सेकेन्ड जेनेरेसन र फर्स्ट जेनेरेसन नेपाली, फर्स्ट जेनेरेसनलाई नेपालतिरै चाहिँ कन्ट्याक्टमा राख्ने, उहाँहरूलाई नेपालप्रतिको माया लगानीको कुराहरू गर्ने र सेकेन्ड जेनेरेसनका मान्छेहरू जो चाहिँ अमेरिकामा हुनुहुन्छ, नयाँ हाम्रो छोराछोरी सन्ततिहरू छन्, तिनीहरूलाई चाहिँ अमेरिकामा कसरी के अरे उहाँहरूलाई इन्टिग्रेट गराउन सकिन्छ मेन स्ट्रिममा, त्यो हेल्प गर्ने। यो बे एरियामा कम्युनिटी सेन्टरको कुरा निस्केको वर्षौँ भइसक्यो, धेरै लागि पर्नु भएको छ, धेरैले समय दिइसक्नु भएको छ, तर त्यो बन्न सम्भव भएको छैन। अब यसको लागि कुनै स्पेसिफिक प्लान छ? यो क्षेत्रमा यति धेरै नेपालीहरू हुनुहुन्छ, एनआरएनले चाहिँ म फेरि 2 वर्षभित्र बनाउने छु अथवा सहयोग गर्नेछु, उहाँहरूसँग कुरा गर्नेछु मात्रै हो कि अथवा ठोस केही प्लान छ? होइन, हामीले त जे छ कम्युनिटीमा भएको प्लान त्यसलाई चाहिँ नि सहयोग गर्ने हो। जस्तो अब अहिले यहाँ चाहिँ उत्तम कार्कीको संयोजकतामा त्यो चाहिँ कम्युनिटी सेन्टर बन्न खोजेको छ। उहाँहरूलाई कस्तो किसिमको सहयोग चाहिएको? अब एउटा चाहिँ पैसाको सहयोग हुन्छ नेपालीहरूबाट उठाउने,
अर्को चाहिँ नि हामीले अमेरिकन सरकारबाट माइनोरिटीले पाउने फ्यासिलिटीहरू पाउन सकिन्छ। मैले उदाहरणको लागि न्युयोर्कको लागि यस्तै किसिमको कुराहरू गर्दाखेरि त्यहाँको चाहिँ काउन्सिलम्यानले चाहिँ नि हाम्रो काउन्टीमा हाम्रो चाहिँ नि क्विन्स एरियामा यसरी यो बजेट छ, तपाईँहरूले यो एप्लिकेसन हाल्नुहोस् भनेर उहाँले दिनुभएको। त्यस्तै गरेर यहाँका साथीहरूलाई पनि मेरो के छ भने प्लान, अब मैले चुनाव जितेर आइसकेपछि यहाँका जो कम्युनिटीका साथीहरू हुनुहुन्छ उहाँहरूसँग बसेर यहाँका लोकल पोलिटिसियनहरूसँग पनि भेट्ने, जस्तो काउन्सिलम्यानहरूसँग भेट्न सकिन्छ, सिनेटरहरू छन् भने सिनेटरहरूसँग भेट्न सकिन्छ, लोकल सिटीका मेयरहरूसँग भेट्न सकिन्छ। भेटेर उहाँहरूसँग चाहिँ नि यो कम्युनिटीलाई, नेपाली कम्युनिटीको पपुलेसन यति छ, यदि चाहिँ हामी सङ्गठित छौँ र तपाईँहरूले चाहिँ के कस्तो हेल्प गर्न सक्नुहुन्छ भने उहाँहरूसँग अप्रोच गर्ने र अप्रोच गरिसकेपछि मलाई जहाँसम्म लाग्छ नियम चाहिँ एउटै हो, न्युयोर्कको र यहाँको उस्तै छ, जहाँको पनि धेरै ठाउँमा सिमिलरै छन्। त्यसलाई चाहिँ हामीले अब यो चाहिँ पब्लिक वेलफेयरको लागि एप्लिकेसन हाल्यो भने उहाँहरूले ग्रान्ट्स दिन सक्नुहुन्छ। हामीले कम्युनिटीबाट उठाउने एउटा कुरा छ, त्यसलाई प्राथमिकतामा लागेर जेहोस् एकदमै अगाडि। ठिक छ, नम्बर 5 मा जान्छु। नयाँ जेनेरेसनको कुरा एउटा ठुलो गम्भीर विषय हो हामी नेपालीको लागि। हाम्रो सेकेन्ड जेनेरेसनले यहाँ हुने नेपाली कार्यक्रममा सहभागिता जनाउँदैन, नेपालसँग सम्बन्धित त्यस्तो विषयहरूमा चासो दिँदैन, यहाँसम्म कि उसले नेपाली भाषा बोल्न पनि मन पराउँदैन। त्यो सेकेन्ड जेनेरेसन र हामीभन्दा अघिल्लो पुस्ता जो नेपालमा हुनुहुन्छ हाम्रो हजुरबा हजुरआमा, उहाँ त्यो नाति नातिना र हजुरबा हजुरआमाको बिचमा एउटा लामो ग्याप भइरहेको छ कि, भाषा नमिलेर पनि, भाषा नजानेर पनि। किनभने आफ्नो हजुरबा हजुरआमाले नाति नातिनासँग कुरा गर्न नपाउने, नाति नातिनाले हजुरबा हजुरआमासँग कुरा गर्न नपाउने र त्यो ग्याप भइरहेको छ। यो त एकदमै ठुलो कुरा हो। अब यस्तो कुराहरू नेपाली कार्यक्रमहरूमा नेपाली सोसाइटीसँग सम्बन्धित रहेर एनआरएन जो एउटा नेपालसँग प्रत्यक्ष सरोकार राख्छ नेपाल र नेपालीसँग, त्यो सेकेन्ड जेनेरेसनका युवाहरूलाई, सेकेन्ड जेनेरेसन जो आउने क्रममा छ बच्चाहरूलाई कस्तो कार्यक्रम ल्याएर समेट्नुहुन्छ? हाम्रो त्यही नै हो कुरा। अघि मैले तपाईँलाई भन्दै थिएँ कम्युनिटी सेन्टर चाहियो कि त्यसैको लागि। उदाहरणको लागि अहिले तपाईँले टेक्सासमा कम्युनिटी सेन्टर छ र त्यहाँ साथीहरूले अत्यन्त राम्रो काम गर्नुभएको छ। राम्रो कामलाई हामीले रेप्लिकेट गर्ने हो। उहाँहरूले अहिले समर क्याम्प भनेर राख्नु भएको छ। 15 दिनको समर क्याम्पमा हाम्रो कल्चर, संस्कृति, भाषा झल्किने खालको कुरा र चाहिँ त्यहाँ हाम्रो पण्डित चिन्तामणि योगी भनेर आउनु भएको छ। उहाँले चाहिँ सबै त्यहाँको लगभग 300-400-500 विद्यार्थीहरूलाई दिनदिनै हाम्रो कल्चर, भाषाहरू सिकाइराख्नु भएको। त्यस्तै कुरा हामीले पनि यहाँ पनि त्यही गर्ने, कम्युनिटी सेन्टर बनाउनु पऱ्यो पहिलो कुरो। दोस्रो कुरो कम्युनिटीलाई सङ्गठित गरेर स्कुल स्थापना गर्नु पऱ्यो नेपाली भाषाको विकेन्डमा। त्यस पछाडि समरका बेलाहरूमा अथवा चाहिँ बिदाका बेलाहरूमा त्यस्तै किसिमको चाहिँ क्याम्पहरू गरेर विद्यार्थीहरूलाई नेपाली कल्चर सिकाउनु र नेपालप्रति अट्र्याक्सन बनाइराख्ने र कम्युनिकेसन ग्याप हुने किसिमको कुराहरू छन्, त्यस्तालाई पनि कम हुन्छ त्यसले गर्दा। र अर्को कुरा चाहिँ हाम्रै दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ अमेरिकामा हुनुहुन्छ उहाँहरूको के कन्सेप्ट छ भने मेरो छोरोले ल नेपाली बोल्नै हुँदैन, घरमा हाम्रो भाषा बोल्नै हुँदैन भन्ने किसिमको कन्सेप्ट छ। त्यसलाई चाहिँ हटाउनु पर्ने आवश्यकता छ, किनभने हामी अमेरिका आइसकेका छौँ र उनीहरूलाई हामीले इङ्ग्लिस ल्याङ्ग्वेज नसिकाए पनि उहाँहरू केटाकेटीहरूले जसरी पनि सिक्छन्। त्यो भएको हुनाले हामीलाई इम्पोर्टेन्ट कुरा के हो भने घरमा नेपाली सिकाउन आवश्यक छ, किनभने त्यो चाहिँ एकदम पार्ट टाइम थोरै समय मात्रै हुन्छ र हामी कहिलेकाहीँ नेपाल जाँदाखेरि पनि अथवा चाहिँ हाम्रा हजुरबुवा हजुरआमाहरू आउँदाखेरि पनि त्यो बेलामा यही समस्या पर्ने भएको हुनाले पहिलो कुरो चाहिँ नि हामीले समाजका हिसाबले कम्युनिटी सेन्टरहरू खोल्नु पऱ्यो र घरका हिसाबले आफ्नो परिवारका हिसाबले चाहिँ घरमा पनि केटाकेटीहरूलाई नेपाली बोल्न इन्करेज गर्नु पऱ्यो। अब जस्तो केशव पौडेलको पहिलो कार्यकालमा राम्रै पैसा उठाउनु भयो, नेपालमा पनि धेरै कामहरू गर्नुभयो, त्यहाँ नेपालमा धेरै कुराहरू गर्नुभएको छ, यहाँको प्रतिवेदनमा पनि देखिन्छ त्यो कुराहरू हेर्दाखेरि। तर सरसर्ती त्यति धेरै यहाँ अमेरिकीवासी नेपालीहरूको लागि त्यति धेरै ध्यान नदिएको जस्तो पाइयो नि, यो कुरा सत्य हो या होइन? यो त तपाईँहरू मैले त्यही भने 26 बुधे हामीले चाहिँ के कार्यक्रम गऱ्यौँ भने अचिभमेन्ट पब्लिस गरेका छौँ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त्यो चाहिँ पढिदिनु हुन, त्यति कष्ट गरी पढिदिनु हुन अनुरोध गर्दछु पहिलो कुरो। दोस्रो कुरा, अमेरिकामा बस्ने नेपालीहरू भने पनि, नेपालमा बसेका नेपाली भने पनि हामीले चाहिँ टिपिएसको लागि हामीले लबिङ गऱ्यौँ, अरू अर्गनाइजेसनहरूलाई लिएर गऱ्यौँ, हामीले नेतृत्व गऱ्यौँ भने भन्दिनँ, अरू साथीहरू र अरू कम्युनिटी अर्गनाइजेसनलाई हामीले सहयोग गऱ्यौँ र हामीले चाहिँ पिटिसन गरेर त्यो चाहिँ टिपिएस आएको छ। यो चाहिँ सामूहिक प्रयासको कारणले हो। एनआरएन अमेरिकाले मात्रै गरेर पनि होइन, अरू कम्युनिटीका मान्छेले मात्रै गरेर पनि होइन, तर त्यसका लागि एनआरएन अमेरिकाले अगुवाई गर्यो।
त्यो पनि एउटा चाहिँ अमेरिकाका मान्छेहरूलाई फाइदाको कुरा हो, नेपालको लागि होइन, त्यो अमेरिकाकै मान्छेलाई हो, अमेरिकाका नेपालीहरूलाई। त्यस पछाडि अब चाहिँ नाकाबन्दी कुरा भयो, हामीले चाहिँ न्युयोर्कमा गएर बान की मुनको अफिस अगाडि गएर कार्यक्रम गऱ्यौँ, त्यो पनि हाम्रै फाइदाको लागि हो। नेपालका दाजुभाइ दिदीबहिनीहरूले त न्युज पढ्ने मात्रै हो, तर त्यहाँ हाम्रो सेटिस्फ्याक्सनको लागि पनि हामीले गरे। र अर्को कुरा तपाईँको चाहिँ हामीले तपाईँको चाहिँ अमेरिकाका मान्छेहरू कति छन् त नेपालीहरू भनेर तथ्याङ्क सङ्कलन गऱ्यौँ, त्यो पनि अमेरिकाकै मान्छेहरूलाई। फेरि हामीले सहकार्य कसरी गऱ्यौँ भन्दा नेपाल सरकारसँग सहकार्य गऱ्यौँ, नेपालको राजदूतावास र हामी मिलेर संयुक्त रूपमा त्यस्ता कार्यक्रम गर्दा गर्दै पनि कहाँनिर कार्यक्रम नगरे जस्तो देखिन्छ भने केही एक दुई जस्तो नेपालीलाई केही सङ्कट पर्यो, यहाँ केही दुर्घटना भयो भने एनआरएनले गरेको छ एक दुईवटामा, तर धेरै जसो के हुन्छ भने स्थानीय अर्गनाइजेसनहरू सक्रिय भएर पैसा उठाउनु पर्ने अथवा गो फन्ड मी खोल्नु पर्ने, नेपालीको लास लान पनि त्यस्तो गर्नुपर्ने, त्यो स्थिति विगतको वर्षहरूमा देखिएको थियो। अब भविष्यमा त्यो कसरी सुध्रिन सक्छ? ल कसैलाई केही सङ्कट परिहाल्यो अथवा एक्सिडेन्ट भयो, दुःखद घटना भयो भने एनआरएन छ है, हामीले गो फन्ड मी अथवा यस्तो केही गर्नु पर्दैन भन्ने कुराको चाहिँ ग्यारेन्टी एनआरएनले गर्न सक्छ? सक्दैन, एनआरएनले त्यो कुरो गर्न सक्दैन। के चाहिँ गर्न सक्छ? के गर्न सक्छ भने एनआरएनले अहिले जसरी गरिरहेको छ, हाम्रो चाहिँ इमर्जेन्सी फन्ड छ, सानोतिनो चाहिँ सहयोग इमर्जेन्सी कम्युनिटीले गरेर हुन सक्ने ठाउँमा एनआरएनले गर्नु नसक्नु पनि सक्छ। किनभने तपाईँको उदाहरणको लागि सान फ्रान्सिस्को बे एरियाको कम्युनिटी नेपाली अर्गनाइजेसनहरू छन्, अनि न्यान्स, अब न्यान्सले गर्न सकेन भने त्यसमा हामीले के गर्न सकिन्छ हेर्ने हो। तर एनआरएनले चाहिँ के हुन्छ भने इमर्जेन्सी फन्ड भन्ने छ, त्यसमा चाहिँ इमर्जेन्टली तपाईँलाई चाहिँ $500 अथवा $1000 चाहियो भने कुनै ठाउँमा गरिदिन्छ। अब गो फन्ड गराएर हजार एनआरएनले उठाउने भन्ने कुरो चाहिँ एनआरएनले पनि तपाईँहरूले जसरी नै उठाउने हो, कम्युनिटीले जसरी उठाउँछ त्यसरी नै उठाउने हो। एनआरएनसँग पनि पैसा भने त होइन, मैले हिसाब गरेर देखाइदिइसकेँ। मेम्बरसिपमा आएको तपाईँको चाहिँ जम्मा जम्मी $15,000 थियो बाँकी रहेको पोहोर लास्ट इयर एनआरएन अमेरिकाले पाउने, त्यसो पनि त्यसलाई पनि हामीले नेपालै चाहिँ भूकम्प पीडितहरूलाई पठाएको थियो। यो वर्ष अब चाहिँ हाम्रो कति मेम्बरसिपको पैसा बाँकी रहन्छ, त्यसबाट पनि 2 वर्षसम्म यत्रो अर्गनाइजेसन चल्न सक्ने सम्भावना छैन। त्यसमाथि हामीले चाहिँ जहाँ चाहिँ कम्युनिटीमा कम्युनिटी धेरै ठुलो भइसकेको छ, जहाँ चाहिँ कम्युनिटीमा दुःख पर्छ त्यहाँ त्यो पैसा दिँदै जाने भने 1 महिनामा सबै पैसा सकिन्छ। त्यसलाई अलिक बृहत कोष बनाएर यसलाई बृहतै बनाए पनि त्यसको चाहिँ खर्च गर्ने तरिकामा हामीले सुधार ल्याउने र नयाँ किसिमले गर्न सक्ने अवस्था छ, तर त्यो कति समय लाग्छ थाहा छैन। किनभने तपाईँको फर इक्जाम्पल हामीले $1 लाख को चाहिँ कोष बनायौँ भने पनि हाम्रो नेपालीहरूको पपुलेसन वृद्धि भएको कारणले दिनदिनै केही न केही घटनाहरू भएकै छन्। बरु त्यस्ता कुराहरूलाई कसरी प्रिभेन्ट गर्न सकिन्छ भन्ने कुरो एनआरएनले हेर्ने हो। उदाहरणको लागि हामीले के गर्न खोजेका छौँ भने जहाँ चाहिँ क्याम्पेन गरेर तपाईँहरूको लाइफ इन्सुरेन्स क्याम्पेन गर्नुहोस्, सस्तोमा लाइफ इन्सुरेन्सहरू हुनसक्छ, अथवा चाहिँ तपाईँको चाहिँ अरू के इन्सुरेन्स हुनसक्छ त्यो इन्सुरेन्सहरू गर्नुभयो भने जो मान्छे पनि इनकेस बिरामी भयो भने पनि उपचार हुने भयो, मर्दाखेरि पनि त्यसलाई चाहिँ त्यही इन्सुरेन्सको मार्फतबाट चाहिँ नेपाल पठाउनु पर्ने हो कि अथवा यहीँ गर्नुपर्ने हो कि कहाँ लानु पर्ने त्यो गर्न सकिन्छ। अब छोटा प्रश्नहरू गर्छु, धेरै लामो कुराकानी हुन लागिसक्यो, डाक्टर साहब यहाँ पनि बिजी हुनुहुन्छ। मेरो छोटो प्रश्नमा छोटो उत्तर दिनु होला, तर धेरै युवाहरू चाहिँ कन्भिन्स होस् तपाईँको उत्तर सुनेर। युवाहरूको लागि समेट्ने कार्यक्रम के छ तपाईँ अब निर्वाचित हुनुभयो भने दोस्रो कार्यकालको लागि? अब युवाहरूलाई चाहिँ नि पहिलो कुरो हाम्रो युथ कोअर्डिनेटर भन्ने हुनुहुन्छ होइन, युथ कोअर्डिनेटरमा चाहिँ नि पहिला डाक्टर वर्षा मोक्तान हुनुहुन्थ्यो, अब यसबाट को आउनुहुन्छ नयाँ इलेक्सन भएपछि। उहाँहरूलाई हामीले चाहिँ नि युथहरूलाई इन्गेज गर्नका लागि के गर्न सकिन्छ भनेर हामीले कार्यक्रम बनाउनु उहाँहरूलाई दिन्छौँ। किनभने म त युथ अवस्थाबाट पार गरेर आइसकेँ, मैले समस्याहरू अहिले जति साथीहरूले बुझ्नुहुन्छ त्यो नबुझ्नु पनि सक्छु। र हामीले चाहिँ युथहरूलाई इन्गेज गराउनका खेलकुदहरूलाई इम्पोर्टेन्ट एउटा चाहिँ वेज अफ इन्गेजिङ यङ्स भनेर हामीले यङ्स्टर भनेर हामीले चाहिँ नि मानेका छौँ। खेलकुदलाई अलिकति प्रायोरिटी दिन सकिन्छ। त्यस पछाडि यङ्स्टरहरूलाई जब खोज्ने कुराहरूमा अब चाहिँ नि अहिले ई-कमर्स र टेक्नोलोजीको जमाना छ, त्यसमा चाहिँ उहाँहरूलाई कसरी मेन्टरसिप गर्न सकिन्छ, इन्फर्मेसनहरू कसरी अभाइलेबल गर्न सकिन्छ, ती कुराहरूमा चाहिँ यङ्स्टरहरूलाई युथहरूलाई इन्गेज गर्नका लागि युथहरूसँगै बसेर हामीले कार्यक्रम बनाउने हो। हामीसँग अहिले त्यस्तो रेडिमेड ल यस्तो गर्ने भन्ने कार्यक्रम चाहिँ छैन, तर युथहरूलाई सहयोगी हुने खाले कार्यक्रम चाहिँ हामी बनाउनु हुन्छ। अब दोस्रो मेरो छोटो जवाब चाहन्छु, जस्तो म एनआरएनको सदस्य भएँ $15 तिरेर भने मलाई के फाइदा हुन्छ? प्रष्ट भाषामा एकदम बुझ्ने गरी मलाई पहिला 2टा कुरा हुन्छ। एउटा चाहिँ तपाईँ एउटा नेपाली भएको
र एउटा कम्युनिटीको मेम्बर भएको कारणले कम्युनिटीले पाउने फाइदा पाउनुहुन्छ। उदाहरणको लागि तपाईँले चाहिँ दोहोरो नागरिकताको अहिले चाहिँ नागरिकताको निरन्तरताको कुरा त्यो चाहिँ नेपालको संविधानमा आइसकेको छ, त्यो पाउनुहुन्छ। त्यस पछाडि अब डुअल ट्याक्सेसनको कुरा, तपाईँ नेपालमा लगानी गर्न चाहनुभयो अथवा अमेरिकामा इन्कम छ, तपाईँको नेपालमा पनि बसाइ छ, ती कुराहरूले गर्दाखेरि डुअल ट्याक्सेसनको फाइदा पाउनुभयो भने तपाईँले पनि पाउनुहुन्छ, मैले पनि पाउँछु, $15 तिरेका सबैले पाउँछ, नतिरेकाले पनि पाउँछ। तेस्रो कुरा चाहिँ तपाईँले अब चाहिँ मेम्बरसिप लिनुभएको छ, अब हामीले चाहिँ के गर्दैछौँ भने एनआरएन अमेरिकाको आइडी कार्ड वितरण गर्दैछौँ। आइडी कार्ड वितरण गर्दाखेरि आइडी कार्डमा चाहिँ इन्सुरेन्स कम्पनी अथवा चाहिँ होटेलहरू अरू कुनै अर्गनाइजेसनहरू त्यस्ता फ्रेन्चाइज अर्गनाइजेसनहरूको मेम्बरसिप नेगोसिएसन गर्ने र उहाँहरूको चाहिँ हाम्रो मेम्बरहरूले उहाँहरूको सर्भिस प्रयोग गरे बापत उहाँहरूलाई चाहिँ सर्टेन पर्सेन्टेज सुविधा दिने र त्यो कार्ड युज गरेपछि कमसेकम वर्षमा $100-200 फाइदा हुने किसिमको वातावरण बनायो भने यो चाहिँ हाम्रो साथीहरूले पनि प्रत्यक्ष फाइदा भएको महसुस गर्नुहुन्छ र हामीले चाहिँ कम्युनिटीलाई गर्न सक्ने पनि त्यही हो। र अरू अर्गनाइजेसनले पनि हामीलाई चाहिँ हाम्रो मेम्बरसिप 15,000 17,000 भएको कारणले ल यिनीहरू धेरै नै आयो भने हामीलाई पनि फाइदा हुन्छ भन्ने किसिमले हेर्छन्। त्यो भएको हुनाले सबभन्दा प्रत्यक्ष रूपमा फाइदा पाउने चाहिँ त्यही नै हो। आइडी कार्ड अलिकति महँगो भन्ने कुराहरू आइरहेछ, यो यसमा के कस्तो? आइडी कार्ड केही महँगो छैन। हामीले चाहिँ के भनेको छौँ भने अहिले हामीले ट्रायलमा ल्याएको चाहिँ नि $1 देखि $2 पर्ने छ। त्यो आइडी कार्ड अहिले $15 आइडी कार्ड हामीले के अरे मेम्बरसिप बनाएका छौँ र चाहिँ मेम्बरसिपको डिस्ट्रिब्युसन कार्ड डिस्ट्रिब्युसन गर्दाखेरि $1 अथवा $2 थप्नुपर्ने स्थिति छ। त्यो एस्टिमेट अनुसार जो साथीहरूले चाहिँ आइडी कार्ड चाहनुहुन्छ, सर्ट बेनिफिट लिन चाहनुहुन्छ, उहाँहरूले आइडी कार्ड पाउँदाखेरि त्यो पैसा फिर्ता हुने भुक्तानी गर्ने गरी उहाँहरूको चाहिँ आइडी कार्ड अर्डर गरिन्छ। अहिले तपाईँहरूले उहाँहरूलाई मेम्बरहरूलाई घरमा पठाउनुहुन्छ त्यो आइडी कार्ड अथवा लिन जानुपर्ने? उहाँहरूलाई घरमै पठाइन्छ, घर एड्रेसमा, होम एड्रेसमा। दर्शकहरू, हामी कुराकानी गरिरहेका छौँ एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष डाक्टर केशव पौडेलसँग। उहाँ दोस्रो कार्यकाल पनि अध्यक्ष बन्न चाहनुहुन्छ, त्यसैले अध्यक्षको प्रत्याशी भएर अगाडि बढ्दै हुनुहुन्छ। विभिन्न कार्यक्रमहरूमा गइराख्नु भएको छ, आफ्ना कुराहरू राखिराख्नु भएको छ। मैले उहाँका कुराहरू धेरै पटक हामीले धेरै मिडियाबाट पनि सुनिसक्यौँ, त्यसैले त्यो धेरै कुराकानी गरिनँ। अहिले विवादमा देखिएका कुराहरू, उहाँलाई लागेका आरोपहरूको कुरा धेरै गरेँ। तपाईँका प्रश्नहरू केही छन् भने कमेन्ट बक्समा लेख्नु भएको प्रश्नहरू अवश्य पनि डाक्टर केशव पौडेल समक्ष मैले पुर्याउने छु। उहाँलाई केही सुझाव दिनुहुन्छ, उहाँलाई केही सल्लाह दिनुहुन्छ भने अवश्य पनि उहाँले आगामी दिनमा लिएर जानुहुनेछ। कार्यक्रमको अन्त्यतिर छौँ। डाक्टर पौडेल, सबै नेपालीहरू दङ्ग परिराख्नु भएको छ कि यो एनआरएन अमेरिकाको अहिलेको चुनावलाई हेर्दाखेरि कुनै राजनीतिक दलको चुनाव अथवा स्थानीय निकायको चुनाव भन्दा कम छैन। बाहिर आएका विवादहरू पनि त्यस्तै छन्, प्रतिस्पर्धा पनि त्यस्तै देखिएको छ। हामी अमेरिका जस्तो देशमा छौँ, सबै बुद्धिमानी छौँ, यस्तो स्थिति चाहिँ किन भयो तपाईँले आफैले हेर्दाखेरि चाहिँ? होइन, अब हामी स्वभावैले हामी चाहिँ नेपालीहरू यो चुनाव र प्रतिस्पर्धामा रमाउँछौँ र रमाउनु स्वाभाविक पनि हो। प्रतिस्पर्धा चाहिँ स्वस्थ हुनु पऱ्यो, अस्वस्थ चाहिँ गर्नु भएन। र अहिले नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ किन दङ्ग पर्नु भयो होला भन्ने मलाई लागेको छ भने कहिलेकाहीँ मान्छेहरूले आफूले जाने गन्तव्यमा पुग्नका लागि सर्टकट प्रयोग गर्न खोजेको हो कि भनेर चाहिँ त्यसरी चिन्ता लाग्यो होला। तर पनि कुनै पनि मान्छे समाजसेवा गर्छु भनेर आउँदाखेरि आउनु पाउनु स्वाभाविक हो र यसको प्रोसेस चाहिँ अलिकति महँगो र चाहिँ राजनीतिक पार्टीको इलेक्सन जस्तै देखिएको छ। तर यसमा चाहिँ इन्ट्रेस्ट आउनु यो अर्गनाइजेसनको लागि राम्रो कुरा हो। मान्छेहरू इन्ट्रेस्टेड भएर त्यति खर्च गरेर त्यति रिसोर्स युज गरेर पनि आउन चाहनु भएको छ र एनआरएनमा आएर उहाँहरूले पाउने के पनि होइन, उहाँहरूले समय, रिसोर्स र मनी चाहिँ आफ्नो प्रयोग गर्ने मात्रै हो। त्यो भएको हुनाले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न आश्वस्त गर्न चाहन्छु भने जतिसुकै यो तडक भडक र एक्सपेन्सिभ देखिए पनि अन्त्यमा जो मान्छेहरू एनआरएनमा आउन खोजेका छन् ती मान्छेहरू आफ्नै पैसा खर्च गरेर आउन खोजेका हुन्। त्यो पैसा एनआरएनमा नआएको भए पनि उहाँहरूले कहीँ न कहीँ खर्च गर्नुहुन्थ्यो। एनआरएनमा आएर एनआरएनको मुभमेन्टमा जनचेतना जगाउन र नेपाल र नेपालीका लागि सहयोगी हुन्छ भनेर आउन खोज्दाखेरि हामीले त्यसमा अचम्म मान्नुपर्ने कुरा केही पनि छैन। यो स्वाभाविक प्रक्रिया हो र केही दिन्छु भनेर आउन खोजेका मान्छेहरूलाई आउन दिनुपर्छ र यसलाई चाहिँ इन्करेज गरौँ र यसलाई चाहिँ सिधा स्वस्थ प्रतिस्पर्धाको वातावरणमा चाहिँ आउनका लागि सबैलाई हामी अनुरोध गरौँ र चाहिँ
एक आपसमा गाली गलौज रिस रागको भावना चाहिँ नगरौँ, प्रजातान्त्रिक प्रक्रियाबाट एक आपसमा अभ्यासमा जाउँ भन्ने हुन्छ। डाक्टर, म जहिले यहाँसँग अन्तर्वार्ता गर्छु यो प्रश्न सोध्छु भनेर सोचेको थिएँ, मैले धेरै पटक उत्तर पनि सुनेको छु, तर पनि यो प्रश्न म सोध्छु किनभने डाक्टर केशव पौडेल अध्यक्ष हुँदा 2 वर्षे कार्यकालमा एनआरएन मेम्बरको सदस्य सङ्ख्या 17,000 पुगेको छ। केही हजारबाट 17,000 पुर्याउनु डाक्टर केशव पौडेलको सफलता हो कि 17,000 मात्र पुर्याउनु डाक्टर केशव पौडेलको असफलता हो? होइन, अब यो त सापेक्षिक कुरा भन्छ क्या, रिलेटिभ कुरा हो यो। कसरी तपाईँले हेर्नुहुन्छ? तपाईँलाई थाहा छ नि त वास्तव तपाईँले सकारात्मक हिसाबले हेर्दाखेरि के थियो त्यहाँ यो सदस्य बढ्न? तपाईँको 3 वर्ष अगाडि 329 जना मेम्बरबाट सुरु भएको यो अर्गनाइजेसन 3,000 मेम्बर बने, 10,000 मेम्बर बने, 17,000 मेम्बर बन्नु, यो चाहिँ प्रोग्रेसिभ रूपले यो चाहिँ सकारात्मक पक्ष हो। तर यो मुभमेन्टमा हामीले गर्न सक्ने कामहरू धेरै छन्, व्यवस्थापनका कामहरू हामीले गर्न सकेका छैनौँ र एक्सपेक्टेसन धेरै थियो र एक्सपेक्टेसन मिट गर्ने क्रममा हामीले चाहिँ जहाँ पुग्नु पर्ने हो सबैले त्यसरी नै पुग्न सक्यौँ भने मैले जसरी चाहिँ यो मुभमेन्टलाई अगाडि बढाएको छु त्यसरी सबै साथीहरू त्यसरी पुग्न सक्यौँ भने 10,000बाट 17,000 भएको 17,000बाट 50,000 पनि पुग्न सक्छ र हामीले पुर्याउन सक्ने अवस्था पनि छ। म चाहिँ एकदमै होपफुल छु। तर तपाईँले भने जस्तो अब त्यसलाई कसरी हेर्ने भन्ने कुरा हो। तर मैले सकारात्मक किसिमले हेर्दाखेरि नम्बरको हिसाबमा हेरेँ 300बाट एकैचोटि चाहिँ 3,000 हुनु कति फोल्ड बढी भयो, त्यसबाट 3,000बाट 10,000 हुनु कति टाइम्स बढी भयो र 10,000बाट 17,000 हुनु कति टाइम्स हो। अब त्यो हामीले नम्बर हेर्ने हो कि टाइम्स हेर्ने हो कि, तर यसलाई चाहिँ नि राम्रै पोजिटिभ डिरेक्सनमा गएको मान्नुपर्छ। केही स्ट्राटेजी परिवर्तन गर्नुपर्छ अथवा केही नयाँ कुरा हुनुपर्छ आगामी कार्यकालमा? 17,000ले मात्रै म सेटिस्फाई छैन जस्तो लागेको छैन त? होइन, हाम्रो प्लान भनेको अब 17,000बाट कम्तीमा 35,000 पुर्याउने हुनुपर्छ र त्यसका लागि मैले अघि भनिसकेँ हाम्रो प्लान के छ त भन्दा आइडी कार्ड वितरण गर्ने। आइडी कार्डबाट प्रत्यक्ष फाइदा हुने चाहिँ कुराहरू त्यहाँ मान्छेहरूलाई हामीले डेलिभर गरेपछि जो मेम्बर बन्नु भएको छैन उहाँहरू पनि मेम्बर लिन आउनुहुन्छ। त्यसैका लागि हामीले यो गरेको हो। अब अहिले 17,000बाट 35,000 बनाउने लक्ष्यमा चाहिँ तपाईँको यही आइडी कार्ड चाहिँ महत्त्वपूर्ण हुनसक्छ। दर्शकहरू, धेरै कुराहरू गऱ्यौँ। अब चुनावको माहौल छ, आफ्नो प्रचार प्रसारको समयमा पनि हामीलाई समय दिनुभयो डाक्टर पौडेलले, धेरै धेरै धन्यवाद। अन्त्यमा मैले अवसर उहाँलाई अवश्य दिनुपर्छ। डाक्टर पौडेल, म यो अवसर अन्तिममा दिँदैछु। फेरि दोस्रो कार्यकालको लागि डाक्टर केशव पौडेललाई अध्यक्ष किन बनाउने, के भन्न चाहनुहुन्छ अन्तिममा प्लिज? होइन, मैले अघि पनि भनिसकेँ। अब केशव पौडेललाई दोस्रो कार्यकाल बनाउने भन्दा पनि एनआरएन अमेरिकालाई कसरी स्ट्रङ बनाउने भन्ने कुरा ठुलो कुरा हो। एनआरएन अमेरिकालाई अहिलेको यो अवस्थामा ल्याउनको लागि केशव पौडेल र उसको टिमको प्रतिकूल समयमा पनि कस्तो योगदान रह्यो भन्ने कुरा यहाँहरूले बुझ्नुपर्ने आवश्यकता छ। र अघि मैले भनिसकेँ एनआरएनको चाहिँ नागरिकता कुरा, त्यस पछाडि दोहोरो ट्याक्सको कुरा, त्यस पछाडि कम्युनिटी सेन्टरहरूका कुरा, त्यस पछाडि अरू थुप्रै कुराहरू हामीले सुरु गरेको कुराहरूलाई निरन्तरता दिनका लागि र त्यसलाई चाहिँ कन्क्लुजनमा पुर्याउनका लागि र हामीले सुरु गर्न खोजेका मैले 17 बुँदे कार्यक्रम मार्फत ल्याएका नयाँ कुराहरूलाई एड्रेस गर्नका लागि म चाहिँ नि एनआरएन 2 वर्ष मेरो अनुभव बुझिसकेको र यसको चाहिँ नि कहाँ ट्याकल गर्नुपर्छ, कसरी मान्छेहरूसँग च्यानलमा गएर लबी गर्नुपर्छ भन्ने कुराहरू सबै बुझिसकेको र अब आउने दिनमा अध्यक्ष भएकै दिनदेखि पूर्ण रूपमा काममा उत्रन सक्ने भएको हुनाले मैले 2 वर्ष यो संस्था बुझ्दैमा गयो। आउने 2 वर्ष चाहिँ एकदमै राम्रा चाहिँ कामहरू जुन हामीले सुरु गरेका र गर्न नसकेका कामहरू सबैलाई कम्प्लिट गर्नका लागि मैले चाहिँ दोस्रो कार्यकालका लागि जान आवश्यक छ र यहाँहरूलाई मैले धेरै पटक भनेको छु। यहाँहरूले चाहिँ हामीले गरेका 26वटा बुँदे कार्यक्रमहरू हेर्नुहोस्, कतिवटा हामीले अचिभ गरेका छौँ र चाहिँ अब आउने वर्ष हामीले राखेका कार्यक्रमहरू कम्पेयर गर्नुहोस् र मेरो लास्ट इयरको 15 बुँदे घोषणापत्र हेर्नुहोस्। यी सबै कुरा हेर्दाखेरि तपाईँहरूले मलाई ट्रस्ट वर्दी लाग्यो भने 1 भोट दिएर 1 कार्यकालको लागि म एनआरएन अमेरिकामा केही गरेर देखाउन चाहन्छु। दिन जाने हो, मलाई लिनु छैन। त्यो भएको हुनाले अवसर दिनुहुनेछ र म चाहिँ नि एक फेर एनआरएन अमेरिकामा गएँ भने यसको सिस्टम पनि स्ट्रङ हुनेछ र हामीले गर्न खोजेको कुराहरू पनि सम्पन्न गर्नेछौँ। त्यो भएको हुनाले मैले चाहिँ सेकेन्ड टर्मको लागि इच्छा देखाएको हो र यहाँहरूले चाहिँ नि अवसर दिनुभयो भने अवश्य पनि
यहाँहरूको सेवामा हाजिर हुन तयार छु। दर्शकहरू, तपाईँले सुन्नुभयो डाक्टर केशव पौडेलको कुरा। हामी अमेरिकामा छौँ, हामी दौडिँदैनौँ। कागले कान लयो भन्दैमा हामी कान छाम्छौँ, कागको पछि दौडिँदैनौँ। त्यसैले पनि कसले के भनेको छ त्यो कुरा महत्त्वपूर्ण हुँदैन, तथ्य तपाईँको अगाडि छ। डाक्टर केशव पौडेलले भन्नुभएको छ, उहाँले के काम गर्नुभयो, के काम गर्न सक्नुहुन्थ्यो जस्तो तपाईँलाई लाग्छ, उहाँको बारेमा अध्ययन गरिसकेपछि मात्रै तपाईँले थाहा पाउनुहुन्छ। त्यस्तै जति पनि अरू अध्यक्ष र अरू पदका लागि प्रत्याशीहरू हुनुहुन्छ, सबैको बारेमा अध्ययन गर्नुहोस्। अहिले नारा रहेको छ हाम्रोलाई होइन राम्रोलाई जिताउनुहोस् भनेर। तपाईँलाई लाग्छ यो सबै अध्ययन र विगत 2 वर्षे कार्यकालमा डाक्टर केशव पौडेलले गर्नुभएको कामदेखि तपाईँ खुसी हुनुहुन्छ र फेरि उहाँलाई अध्यक्ष बनाउन चाहनुहुन्छ भने अवश्य भोट गर्नुहोस्। होइन, तपाईँलाई डाक्टर केशव पौडेलभन्दा अरू कुनै क्यान्डिडेट राम्रो लाग्छ र उहाँले अझै धेरै परिवर्तन ल्याउन सक्नुहुन्छ भने उहाँलाई भोट गर्नुहोस्। तर कारण र त्यसको तथ्य बुझेर पढेर मात्रै अगाडि बढ्नको लागि म अनुरोध गर्छु। आजको व्यस्त समय हामीलाई डाक्टर केशव पौडेलले दिनुभयो। लामो समयपछि यहाँसँग कुराकानी गर्ने अवसर मिल्यो, भेटघाट भइरहेको थियो, तर प्रत्यक्ष कुराकानी गर्न पाएको थिइनँ। डाक्टर पौडेल, यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सन्दीपजी, थ्याङ्क यू फर दिस अपर्च्युनिटी। हवस् त, यहाँहरूको दिन अथवा रात शुभ बितोस्। नमस्कार, थ्याङ्क यू।